मङ्सिर 7 गतेलाई आन्दोलनको तयारी गरेका छौँ। आउने मङ्सिर 7 गते भनेको लगभग अब 20 दिन बाँकी होला। यो 20 दिनभित्रमा तपाईहरूले सम्पूर्ण नेपाली नागरिकहरूले चाहिने डिजल ग्यास खानेकुरा घरमा दैनिक उपभोग्य चिज राख्नु होला। हामीले मानव अधिकार आयोगको अध्यक्षलाई पनि त्यही भनेका छौँ, अग्रिम जानकारी गराएका छौँ होइन। त्यो अध्यक्षज्यू तपबहादुर मगरज्यूलाई र अरू सम्पूर्णलाई। त्यसले गर्दाखेरि यो बीचमा हुने कुनै पनि आन्दोलनभन्दा पनि मङ्सिर 7 गतेदेखि व्यवस्था परिवर्तन हुने आन्दोलनमा सबैजना, फेरि तपाईँहरू मिडियाका साथीहरूले पनि कस्ता मिडियाले बोकेर हिँडेर छन् देख्नुभयो नि। आज वास्तवमा तपाईँहरूको भूमिका युट्युबे भनेर गाली गर्थे, आज तपाईँहरूको भूमिकाले यो अलिकति केही बाँच्न सफल भएको छ र निकट केही दिनमै हामी पत्रकार सम्मेलन गरेर केही कुराहरू पनि सार्वजनिक गर्दैछौँ, अझ सार्वजनिक गर्दैछौँ। त्यसले गर्दाखेरि मङ्सिर 7 गते सम्पूर्ण देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्ण मानवाधिकारवादी भए होइन, पत्रकारहरू भए, पुलिस प्रशासन, पुलिसलाई त म के भन्छु भने आइजिबी साहब र पुलिसका र सेनाका निजामती कर्मचारीहरूलाई अब मङ्सिर 7 गतेदेखि हुने आन्दोलनमा निजामती कर्मचारीका साथीभाइहरू पनि तपाईँहरू पनि नआउनुहोस् अफिसमा, पुलिसहरू पनि तपाईँहरू पनि बिदा बस्नुहोस्। आखिर त्यसै देश सुन्ने भएको छ। यो व्यवस्था फ्याँको, यो व्यवस्था फ्याँकेर र पछि मात्रै अवस्था परिवर्तन हुन्छ। व्यवस्था नफ्याँकिकन अवस्था परिवर्तन हुँदैन। र मैले कुरा पनि त्यही राखेँ। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरेका बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन।